Hello guys, आज नि मैले बोल्नु पर्ने. So let's welcome you guys to our another vlog. त्यो vlog चाहिँ कहाँसम्म रहन्छ भन्दाखेरि चुली पोखरीसम्म रहनेछ र आज चाहिँ हामी I think there is a two way to reach out to चुली पोखरी र हामी चाहिँ हाइकिङ हैन आज चाहिँ हामी बाइक लिएर जाने छौं र हामी रमिते हुँदै चुली पोखरी डुल्ने छौं पुग्ने छौं हामीलाई बाटो त एक्ज्याक्ट थाहा भएन तर हामी सोध्दै जाने छौं कुन बाटो रहेको छ र अन द वे तपाईहरुलाई त्यो बाटो कता रहनेछ कताबाट कता जानु पर्ने भनेर तपाईहरुलाई इन्फर्म दिन्छु अब अन द वे ब्लगमा आउनेछ तपाईहरुको यता र हेर्दै गर्नु फेरि आउने छु अहिले एकछिनमा आउँछु थ्यांक यू यार दिदी राम्रोसँगले हेर्नु आज रमितेको लागि बाटो लागिएको छ है रमितेदेखि मतलब रमिते चुली पोखरी र रमिते हुँदै जान्छ हामी अहिले हालमा बाख्रो आइपुग्न लाग्यौँ अब हो पानी पर्न आँट्यो अब बाख्रो काटेको छौँ र हामी जम्मा जानु पर्न थाल्यो प्लास्टिक बोक्नुपर्छ प्लास्टिक चाहिँ उयो छैन त हामीसँग मोबाइलहरूको लागि प्लास्टिक चाहिँ बोक्नुपर्छ प्लास्टिकहरू बोक्नुपर्छ प्लास्टिकहरू चाहिँ फोनहरूको लागि वालेटहरूको लागि क्या मेरो गाडीको कति गरेर चाहिँ अहिले अहिले जानु सबैजना एकदम जानु पर्छ खतरा देखिरहेको छ भाइ तिमीलाई खतरा देखिरहेको विशेष गरी तिम्रो दाँतले दाँतले गरेर चाहिँ काले खतरा देखिरहेको कति भयो होला है आज देखिँदैछ त्यस्तो है म काले त क्या लुक्स दिन्छ हाम्रो प्यारो भाइ काले भाइ दिपक ए ल गर न कसरी गयो अलि आफै अफ भएको चार्ज नभएको हाम्रो प्यारो भाइ दिपक उर्फ काले भाइ र भाइ चाहिँ आज एकदम खुसी छ किनभने हिजो भर्खर बुद्धि बङ्गर आएको अरे त्यही भएर योभन्दा अगाडि चाहिँ उसँग बुद्धिहरू बङ्गरा चाहिँ थिएछ तर बुद्धि चाहिँ अलिक कम भएर चाहिँ अहिले चाहिँ फेरि बुद्धि बङ्गर आएको छ त्यही भएर खुसी छ एकछिन बख न दाइ पेट्रोल हाल्नु न 1500 हाल्यो नि त 1500 दाखा थाहा त यहाँ पनि छ त दावा लामा त 2500 हो अब पेट्रोल लगाएर हामी बाटो लाग्यो है त सय पुग्दैन हौ भाइ कसरी चाहिँ पुग्छ हौ 100 पुग्दैन हौ कसरी चाहिँ 100 पुग्छ हौ अहिले चाहिँ हामी यो मावा ब्रिज हुँदै हामी मधुमल आइपुग्न लाग्यौँ अब पेट्रोल सबैको लगाइसक्यो पेट्रोल लगाएर सक्यो र अब चाहिँ मधुमलमा छेउ आउन लाग्यो अब मधुमलमा हुन्छ त्यो अब खै 1 रुपियाँ यो चाहिँ मधुमला हुने बाटो रहेको छ र अर्को बाटो दुईवटा बाटो हुन्छ मधुमला जानु चाहिँ तर अब अब यो रमिते जाने बाटो पर्छ योबाट उताबाट चाहिँ तर यो बाटो पनि पुग्छ तर उताबाट चाहिँ धुरी जाने डाइरेक्ट मेन हाइवे पर्छ यो चाहिँ तपाईँको यहाँनिर चाहिँ बजार लाग्छ सोमबारदेखि चाहिँ हामी बजार लाग्छ
मर्ने भन्छ ठिकै नर्मली तर अब हामी पानी पऱ्यो भने त गाह्रो हुन्छ नि त गाडी गर्न पनि गाह्रो हुन्छ फेरि हामी अब अरू कुरो बाटो पनि याद छ थाहा छैन ल अब हामी सल्लाह भएअनुसार हामी चाडीबाट किनेको चाडीबाट केरा ल्याएको हुन्छ यो बाटो यताबाट चाहिँ रणनीति पुग्छ तर सिधै गयो भने चाहिँ कहाँ पुग्छ ठ्याक्कै भन्दाखेरि कहाँ पुग्छ मलाई पनि थाहा भएन क्या कुनै दिन त्यो बाटो पनि जाम्ला समयहरूले साथ दिएन होइन है अगाडि छेउआइपुग्नु लाग्दैछु भने अगाडि अब यहीँबाट हामी लिएको थियौँ तर आज हजुर अहिले उकालो चढेको उकालो उकालो मजा आउँदैछ यहाँलाई हाम्रो एकजना पुरुषले लेफ्ट बिताएको छ राइट बिताएको छ र आज हामी हाम्रो दोस्रो एउटा राइट लिँदैछु र हाम्रो गरिबले बाइक रोक्ने जस्तो लाग्यो मलाई किन रोकेको भनेर सोध्दैछु किन रोकेको छ लागेको केही खानु के गर्नु भनेर राम्रो पहिले हेर्दा धेरै अब राम्रै लाग्छ होइन राम्रो हो राम्रो राम्रो अब बाइक गर्ने गाडी घोडा पनि अब त्यस्तो हेर्दा राम्रो हो त्यो त राम्रो हो बाटो चाहिँ यस्तो राम्रो छ है त्यो बाटो चाहिँ राम्रो हो जस्तो लाग्छ राम्रो हो अब म चाहिँ कसरी हेर्नु मेरो भाइ यो अन भइरहेछ भनेर सोधेको अर्को भर्खरै गोरिलाको भेट देख्नु भयो होइन भाइ धागो पत्तो छ 350 गोरिला तान्नु अब मानिन्छ एउटा डल्लै अनि आफ्नो परिवारले पनि गाह्रो गरिहाल्छ नि बाइकमा त यहाँ त्यो वेदर चाहिँ दामी यो
झापा जस्तै झापादेखि अब अलिकति अब झापाको कस्तो गर्ने हो तपाईँलाई थाहा छँदैछ सँगसँगै अब तपाईँहरूको अलिकति वेदरको अलिकति अब कुकुरको लागि उठेनु दिएको ठाउँ घुम्नु घुम्न त भन्ने अब प्लानहरू केही भयो भने चाहिँ तपाईँको अघि रमिते आएको चाहिँ आएको भयो त्यो रमिते पनि एउटा अप्सन छ तपाईँहरूको लागि चाहिँ this is what we need for the ride हुन्छ नि यतिको राइड हान्न पायो भने चाहिँ अलिकति मजा आउँछ अब एडभेन्चर भनेको चाहिँ अलिअलि यस्तो पनि बाटो हुनु पर्दैन किनभने तपाईँको अब नेपालमा त अब त्यस्तो एडभेन्चरै हुन्छ प्रायः किनभने अब नेपालको बाटो त्यस्तै हो होइन है यहाँबाट चाहिँ पिचहरू लाग्छ राम्रो This is what we need for the ride. दामी यस्तो वेदर चाहिँ हुनु पर्यो अगाडि एकदम राम्रो राम्रो टाइममा आइएको है के भयो अलि 3-4 जना भन्दा नपर्छ यहाँ होटल छ अगाडि जान्छ गाइस हामी चाहिँ आएर भ्यूबाट रोकेको थियौँ तर भ्यू केही देखेको छैन भ्यू केही देखेको छैन यहाँ हेर्नु अब भ्यू चाहिँ यस्तो छ यहाँको आजको अब चिसो भइरहेको छैन है यहाँ अब यो के अरे खुल्ला के अरे लाइक क्लियर भएको भए चाहिँ राम्रो आउँछ होला यहाँदेखि यता तल त के पो देख्छ है खोलाहरू देख्छ गम्मै ए खोला अरे यहाँ त हामीहरू चाहिँ तर होइन क्या त अघि त्यो भएन क्या हामी दुईजना कस्तो घिस्रेर आएको कस्तो भइरहेको थियो 4 जना लिएर गइरहेको थियो अर्को बुलेट अहिले उकालो चाहिँ कसरी आयो होला सम्झ कम छौ त्यो 4-5 जना भन्दा 4-5 जना भन्दा तिमी कम छौ र तिमी अलिक ज्यादा 4 जना भन्दा अझै तिमी ज्यादा होला होइन ओह्रालो त ठिकै छ गयो तर उकालो पनि 4 जना आयो भ्यू यस्तो छ अब हामी एकछिन टी ब्रेकमा भेटौँ ल गाइस अब यहाँ भ्यू पोइन्टदेखि हामी फेरि बाटो लाग्दैछौँ र अब चाहिँ यो चाहिँ हामी यता बाटो लाग्यो अब त्यो छैन यहाँ उता चाहिँ होइन गाइस अब यो त्यसले गर्दा अघि आइसकेको रहेछ त्यो रमितेको ट्रेन हाउस जाने बाटो तर यहाँ नभएकोले गर्दा केही कहाँ आइसक्यो त्यो पनि थाहा छैन लेट छोडेको छु तर अब यो अलिकति अकरी हो कि घर जस्तो ठाउँ लाग्छ तर केटाहरू हिँडेको छ गरिबहरू तलैबाट छिर्छ होला हौ कि यहाँ माथि हो र त्यत्रो माथि आउनुपर्छ तलै हो जस्तो लागेको छ हो होइन टेन्ट हाउस आज थाहै त भएन अलि ल यहाँनिर अब आउँछ अलिकति हेर उयो चिया पसल के होला जुन त्यो रमितेको त्यो भ्यू पोइन्ट सम्झिनु के भन्छ नि त्यो नेपालमा त्यहाँबाट भन्नु होइन हामी धेरै आएछौँ नि के भयो ए ल अब काले झर्यो काले झर्यो अब नै हुनुपर्ने जस्तो बाटो घुम्ने जाऊ यहाँ
बाटो हेर न बाटो कहाँले झर्छ होला कस्तो झन् तपाईँलाई भिडियो बोलाउँदैछ हामी त यहाँ तल कहाँसम्म हुँदैयो भ्यू पोइन्टसम्म जान्छौँ हामी तपाईँलाई एकछिन मैले त यो गरेपछि यसो गरेँ हुसेछ कसरी जान्छ हौ अगाडि गुटु जानु भन्छ यार हुसेर तल झर्यो भने बाइकको मान्छे म यता लड्नु खोजिसकेँ कस्तो सेतो जुङ्गा जस्तो भइरहेको थियो दार्जिलिङमा हामी धेरै काटेर आइसकेको रहेछौँ अघिको ठाउँ मतलब जहाँदेखि हामी बसले बनाएको थियो हामी चाहिँ धेरै उयो गरिदिएछ ज्यादा धेरै ज्यादा आइसकेको छ अब कुरो के भन्दाखेरि अब यो वेदर यस्तो छ होइन अब यो वेदर यस्तो भएर अलिकति के भन्दाखेरि अब हाम्रो कुन ठाउँ आयो भनेर एक्ज्याक्ट थाहा पनि भएन अलिक त्यो टेन्ट हाउस अगाडि आइसकेको रहेछ त्यो पनि थाहा भएन हामीलाई र अब चाहिँ हामी फर्केर फेरि जाँदैछौँ अघि जुन ठाउँमा हामी अलिकति त्यो भ्यू पोइन्ट थियो त्यहाँदेखि अलिकति माथिबाट चाहिँ हाम्रो लाइक लेफ्ट अब यताबाट फर्किँदाखेरि अझै लेफ्ट तर अघि आउँदा चाहिँ राइट हुन्थ्यो आउँदाखेरि चाहिँ नइस लागेर त्यहाँबाट चाहिँ हामीले क्रस गरेर लाइक अर्को बाटो दिनुपर्ने जस्तो तर हामी चाहिँ अब टाढा नभएको कारणले अगाडि नै आइयो हावा पनि आइरहेको छ र साथीले बाटो छोडेर जानु आफै गर्दै मै कन्फ्युज हुँदैछु अगाडि के आयो देखिँदैन त गाइस लाइट जस्तो देख्छ ढिग्री जस्तो देख्छ देखिँदैन तर ढिग्री सँगसँगै मान्छे पनि आइरहेको हुन्छ त्यति चाहिँ अब भाले मात्र छ अब भाले पाउँदैन फेरि सोध्नु फेरि अगाडि अब अगाडि जाउँ होइन फेरि एक वर्ष सोधौँ कालिया माथि गएर सोधेर आऊ त फ्यास छ तिम्रो आज लेकको हुन्छ स्याटरडे मिस भएको छ आज हुन्छ Few minutes later. अभी मजा आएगा ना भिडो कालेजन म यता छु रमिते चुली पोखरी जाँदैछु फुल भिडियो हेर्नुलाई हाम्रो च्यानलमा हेर्नु होला बी राइडर्स और अभी तो रुको क्लाइमैक्स अभी बाकी है गएर हेरिहाल्नु है तुरुन्तै त्यति भन्दै म अब लागेको ल लेट्स गो चढ्नु माथि रहेछ गाडी त बाँकुरी ओ ठिकै चाहिन्छ चढ्दैन बुलेट चढ्दैन हेर ल मुनिमा आउँदा नि कहाँ चक्काउनु हुन्छ नि फेरि अलिकति ल Gala. Oh, Marco! Domino!
गाउनु के बाटो देखाउने अब पुरो जाँदैन न अब एकदम बाटो एकदम चिप्लो छ होइन पहिरो जस्तै गइरहेको छ वरिपरि बिचबाट अघि स्पिड लिनु फेरि रिक्स लिनु चाहनु हामी ग्यारेज छ भाइ नतानेको हो क्या यति किलो गरी बाइक भाँचै गरेर ल उत्रो भाइ उठो अगाडि चिप्लिन्छ मेरो ब्रेक छैन मेरो बाइकको ब्रेक पनि राम्रो नभएको कारणले चाहिँ एकदम मुस्किल भइरहेको छ कुदाउनु म बाटो यो माक एकदम लेगा पछिटो भने बाटो चाहिँ किताब लगिरहेको छु सेट म्यान बाटो एकदम खराब छ गाइस गलिसक्यो यार चाहिँ भित्रबाट सेप होला सेप हुन्छ मार्ग तपाईँ कम्लो छ गमै गयो भनेतिर मोटोमा थाम्नुपर्छ नि त कुनबाट आउँ म कुनबाट आउँ त्यही डल्ले हुनुको केटा हो के रहेछ बेफाइदा चाहिँ खुट्टै भेटिँदैन गाह्रो नगाह्रो कताबाट रोकाउनु पर्छ खुट्टा भेटिँदैन नि त त्यहाँ गोरा लगाएपछि यो बाटो ट्राई गर्छु हिँड्दैन कताबाट ल्याउनु पियाई जग्गा झर्छ त फेरि झरि साटा खुट्टै भेटिँदैन माक्री अलिकति ओह्रालो पुग्ने थिएँ कि खुट्टै हुन्छ लड्नु खोजिहाल्छु लाक्क डल्ले हुनुको बेफाइदा भाइ त्यहाँ बस्छ तिमी अप्ठ्यारो हुन्छ अब मेन चाहिँ समस्या के छ मलाई यहाँ भन्दाखेरि अघिदेखि गु आइरहेको छ क्या माकुरो हक्नु पाएको छैन क्या यहाँनिर गु आइरहेको छ क्या माकुरो हक्नु छैन क्या यहाँनिर कहीँ देखिनँ माकुरी गाउँघरि हक्नु मन लागेको अहिलेदेखि होइन हक्नु पाएको छैन गुवा गएको छु यहाँदेखि दाइ तल छोड्दै मैले अचार है गर्छ जिस्केको भाइ हात सरी भाइ सरी यसको लागि मैले अचाउनु खोजेको होइन
बाइकमा चाहिँ गोबर यस्तो झर्दै जम्मा छ चेन करेक्ट गर्नु थालेँ मेरो अस्ति सफा गरेको मैले चेन ठिक्क भइरहेको थियो त्यसले गर्दा नि आज मेरो यहाँ दामी लाग्यो सुट पहिले एउटा साथीले यहाँ लगाइदिएको थियो दुईपट्टि लाग्यो दुईवटा दामी म्याचिङ भयो अब चाहिँ फेरि सेम थियो रहेछ अलमोस्ट हामी चाहिँ त्यो परबाट त्यहाँबाट घुमेर यो बाटो हुँदै त्यहाँबाट आयौँ हामी चाहिँ अनि यहाँ आइपुग्यो भर्खरै पानी पनि पर्नु सुरु भइसक्यो काम बोकेर हिँड्नु त खोला यो यसरी ल अब ओड्ने हो कान छाता बोकेर चाहिँ हिँडेको अनि भाइ त रक छ नि अनि भाइले सही दियो नि त भाइ फेरि एकचोटि ल गाइस हामीले अलिक राम्रो भ्यू देखेर यहाँनिर हामीले ड्रोन सट लियौँ फेरि हामी यात्रा कन्टिन्यू गरेर चाहिँ फाक भइसक्यो बाइक थाम्नेकोले अलिक लाइट बाइक लिएर आएकै बेस्ट रहेछ यो बाटोमा चाहिँ बाटो नै परेको जस्तो लाग्छ रुख पहिरो बोकिरहनु अर्कोमा धर्म फुराएकै बाटो अगाडि हेर्छ मुनि यस्तो लाग्यो त्यही त यो बाटो म त्यही भयो त मुनि भनेर यो बाटो हेरेर आउँदा यो एउटा आयो कि निक्क बस्दैछ हाम्रो यसरी होइन एकदमै राम्रो अब हामी चाहिँ आइरहेको छौँ राम्रो भयो कि तर मान्छेहरू छ जस्तो चाहिँ लागेन मलाई आज यहाँनिर खुल्लै छ जस्तो लाग्यो अलिक हामी पहिला आएको भन्दा धेरै कम्ती पानी पनि रहेछ यो पालि अनि यो घर नयाँ बिल्डिङ हेरिरहेको छ टोइलेट कहाँ छ यहाँनिर म त्यो भिडियो गर्दा तिम्रो भिडियो गर्दै गरेको हामी फाइनल्ली अहिले हामी चुली पोखरी आइपुगेका छौँ र यहाँ पछाडि देख्न सक्नुहुन्छ चुली पोखरी हामी योभन्दा लास्ट इयर आएको थिएँ 2 वर्ष भन्यो 2 वर्ष भइसक्यो है 2 वर्ष अलमोस्ट त्यस्तै भयो नि त्यहाँ अलमोस्ट 2 वर्ष अलमोस्ट 2 वर्ष भइसक्यो नआएको हामी 2 वर्षपछि आउँदा त पानी त पुरै सुकि पो सकेछ तर पनि ठिकै छ भोलि अङ्कल योभन्दा अगाडि अझै कम्ती चाहिँ पानी होइन अब यो भनेको यो ढुङ्गा छ नि हजुर त्यहाँदेखिको चाहिँ त्यो ठ्याक्कै लेभल पुगेपछि त्यो बढ्नु सुरु भइहाल्छ ए हामी योभन्दा अगाडिको यो 2 वर्ष अगाडि आउँदाखेरि त पानी त्यही त गहिरो परै तिरेलिङ छ नि त्यो पानी त्यतिखेर यो त यहाँ माथि आउँछ नि अब यो यहाँसम्म आउँछ पानी यो माथि सबै चौर ए अब चाहिँ पानी यो सिजन हो बढ्छ उ यहाँ पानी अब यो असारहरू पानी पर्ने अङ्कल त्यो जम्मै यताकै होला नि कुलोको पानीहरू आएर होला नि त्यो पानी पर्छ नि यता वरिपरि ए त्यही भएर चाहिँ यसरी बढेको रहेछ पिउने पानी थियो नि त्यो छ अझै पल्छ भाइ उ ए अब चाहिँ त्यो त्यतिखेर थियो क्या हामी आउँदाखेरि ए त्यो पानी मिठो थियो क्या त्यो पानी खाँदा चिसो मिठो पानी आएको छैन त्यहाँ छैन अब पल्छ पानी कस्तो चिसो मिठो थियो क्या त्यो खाँदाखेरि
त्यो पानी त्यहाँबाट माथि भयो त्यहाँबाट अब बल्छ गरे त्यो रुखको फेदबाट थाप्थ्यौँ कि चिसो पानी मतलब पानी पनि बाक्लो जस्तो हुन्छ नि ओ अहिले हेरेको माछा कुदिरहेको छ के यहाँ मान्छेले माछा नि मार्छ माग्नु छ यस्तो खालको छ कमल काट यस्तो छ मार्छ मान्छेले माछा माग्नु चाहिँ छैन कमल काट होइन मान्छेले यहाँ माछा मार्छ अहिले त्यो मार्ने पुरा प्रयास गरिरहेको छ केटाहरूले जालले हान्थ्यो पाल्छ जाल पङ्क बनाइदिन्छ र कुन अघि यो निङ्गुरो चाहिँ चुली पोखरीको होइन गाइस यसलाई चाहिँ भोक लाग्ने यसरी खान सकिन्छ हेर्नुहोस् टक्कैलाई के गर्नु अगाडि सर यसरी यसको पत्ता फ्याँक्ने चट्ट फ्याँक्ने पत्ता फ्याँके अब निङ्गुरे डन चुली पोखरीको दाइ म हलाउने यो पानीमा भन्नु आँटेको दाइ झर्दैन नि गरिब अगाडि गइसक्यो अब यो झऱ्यो भने चाहिँ शेष हुन्छ फेरि यहाँ पानी छ यस्तो गाह्रो छ म्यान भर्सेस वाइल्ड भन्दा पनि यस्तो छ एकजना अगाडि यहाँ हाम्रो अर्को बम बोकेर हिँड्दैछ ब्यागमा अहिले लड्यो भने चाहिँ गयो चुली पोखरीमा अस्ति एकजना यहाँ सुन न अस्ति एकजना यहाँ पसेर बिएनसी पुगेछ अरे आज पस्यो भन्दा गएन नि यस्तो छ यहाँ त नि हामी लास्ट इयर आउँदाखेरि चाहिँ लास्ट इयर भन्दा पनि अलमोस्ट 2 इयर्स भइसकेको छ त्यो त्यतिखेर आउँदाखेरि चाहिँ यहाँ हाम्रो यहाँ थियो होइन धारा यहाँ माथिबाट यहाँ खानेपानी चाहिँ कस्तो मिठो क्या पहाडको र आज हाम्रो पाउन सरले नयाँ गाना गीत खाइरहेछ यो किनारा हो अन्जुली भर्न बिस्तारै हिँड्नु नि बरालियो मन क्यामेराम्यानलाई गाह्रो छ साँच्चै जिन्दगी अब अगाडितिर झन्डै गयो यहाँ देखाउनु मिस भयो केही छैन यस्तो भएछ अहिले हाउ यु फिलिङ गाइस हामी चाहिँ अब सुटहरू सकेर तपाईँहरूलाई सुटहरू देखाइसकेर अब हामी ब्याक टु होम हुँदैछौँ अब फेरि अब रात पर्न आँट्यो अलमोस्ट 4 बजिसक्यो हो अनि हामी 1-2वटा बाटोको एक्सट्रिम डिग्रीको बाटोहरूको भिडियोहरू नै हाल्न सक्छौँ अब हाम्रो बाटो लास्टै खराब छ अनि अघि अलि पानी परेर थियो झन् बाटो खराब हुनसक्छ त्यो हामी एडिसनल भिडियोमा चाहिँ त्यो हाल्नेछौँ अब हामी बाटोमा भेटौँला है गाइस
हुन्छ